साथीहरू, आज चाहिँ तपाईँहरूको लागि 7 कट्ठा धानखेत बिक्रीमा रहेको जानकारी लिएर आइसकेको छु। यो चाहिँ जिल्ला मोरङ बुढीगङ्गा गाउँपालिका वार्ड नम्बर 7 मा पर्छ। अनि तपाईँले देख्न सक्नुहुन्छ एकदमै हरियो धान है बढिरहेको छ हल हल भएर। भने पैनीको दुवैतर्फ फैलिएको छ अनि बिचमा यो पैनी बगिरहेको छ। पैनी भन्नाले कुलो हो अनि जुन चाहिँ 16 फिटको कुलो रहेको छ। अनि यता माथि हेर्यौँ भने हाम्रो यो नहर जुन सिँचाइको पानी आउँछ सुनसरी जिल्लाको चतरा भन्ने ठाउँबाट जुन सिँचाइको लागि पानी ल्याइन्छ अनि जुन चाहिँ झुम्का हुँदै खनार हुँदै कोइलपुर भएर यहाँसम्म आइपुग्छ। अनि हामी चाहिँ कोइलपुर बजारदेखि थोरै पूर्वपट्टि छौँ अनि पूर्व अनि जुन मेन नहरदेखि 200 मिटर जति दक्षिणपट्टि झरेको छौँ। अनि यो जग्गा चाहिँ तपाईँको 7 कट्ठा हो। यसको मूल्य चाहिँ प्रति कट्ठा 4,90,000 पर्छ। तपाईँको बजेटले भ्याउँछ भने सम्पर्क गर्न सक्नुहुन्छ। अनि वरिपरि तपाईँले देख्न सक्नुहुन्छ काफी मजाको बस्तीहरू रहेको छ अनि पहाडे समुदायको बस्ती पनि रहेको छ, यानि कि राई बस्तीहरू पनि यहाँ रहेको छ अनि थारू समुदायका बस्ती पनि रहेको छ। अनि एकदमै मिलेर बसेको वरिपरिको बस्तीहरू रहेको छ। अनि यो एरियामा काफी हरेक कुराको सुविधा रहेको छ, जस्तो कि पानी बिजुली इन्टरनेटका कुराहरू सबै कुराहरू रहेको छ। यो धानको खेत चाहिँ बिक्रीमा हो साथीहरू है। दुईतिरै पानी लागेको कति मजाको छ। तपाईँ लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। वरिपरिको दृश्य यस्तो छ।